के समयलाई रोक्न सकिन्छ? के विधिको विधानलाई चुनौती दिन मिल्छ? शास्त्र भन्छ, हो, सकिन्छ। यदि भक्तिमा सत्यता र सङ्कल्पमा दृढता छ भने साक्षात् कालले पनि आफ्नो बाटो बदल्नुपर्छ। आज हामी एउटा यस्तो 16 वर्ष छिटोको कथा भन्दैछौँ जसले यमराजको आँखामा आँखा जुधाएर मृत्युलाई नै जितेका थिए। यो एउटा केवल पौराणिक कथा मात्र होइन, यो त महामृत्युञ्जय मन्त्रको जन्मको रहस्य हो। सनातन टेल्समा यहाँहरूलाई स्वागत छ। कुरा प्राचीन कालको हो। मृकण्डु ऋषि र उनकी पत्नी मरुद्धति सन्तानविहीन थिए। सन्तान प्राप्तिका लागि कठोर तपस्या गर्दै रहे। निकौँ वर्षको कठोर तपस्यापछि शिवजी प्रकट हुनुभयो। तर शिवको वरदानमा एउटा पासो थियो। शिवले सोध्नुभयो, ऋषि, तिमीलाई कस्तो पुत्र चाहिन्छ? गुणहीन तर दीर्घायु या गुणवान तर अल्पायु? यहाँ एउटा ठुलो जीवन दर्शन लुकेको छ। ऋषिले सोचे, 100 वर्षसम्म बाँच्ने मूर्ख छोरो भएर के काम, जसले न समाजलाई केही दिन्छ न आफ्नो आत्मालाई चिन्छ। बरु 16 वर्ष नै सही, तर यस्तो छोरो होस् जसको नाम युगौँसम्म अमर रहोस्। उनले अल्पायु तर ज्ञानी पुत्र रोजे। त्यो त्याग थियो, सङ्ख्यामाथि गुणस्तरको विजय। केही समयपछि मार्कण्डेयको जन्म भयो। उनी अद्भुत थिए, तर समय कसैको लागि पर्खिँदैन। जति जति मार्कण्डेयको ज्ञान बढ्दै गयो उति नै उनका बुबाको मुटुको ढुकढुकी बढ्न थाल्यो। हरेक जन्मदिन खुसी होइन, एउटा त्रास बनेर आउन थाल्यो। भनिन्छन्, मृत्युको निश्चितताले नै जीवनलाई मूल्यवान बनाउँछ। जब मार्कण्डेयले आफ्ना आमा बुबाको रोदनको कारण थाहा पाए, उनले भागेर कतै लुक्ने कोसिस गरेनन्। उनले त मृत्युको सामना गर्ने निर्णय गरे। उनले भने, बुवा, यदि मेरो आयुको रेखा महादेवले कोर्नु भएको हो भने त्यसलाई मेटाउने साहस कसको होला? म कालको पनि काल महाकालको शरणमा जानेछु। 16औं वर्षको अन्तिम प्रहर मार्कण्डेय समुद्रको तटमा एउटा बालुवाको शिवलिङ्ग बनाएर ध्यानमा लिनु भयो। बाहिर प्रकृतिले रौद्र रूप लिँदै थियो। ठ्याक्कै त्यही बेला एउटा भयानक कालो आकृति प्रकट भयो। भैँसीमा सवार, हातमा काला पास लिएका साक्षात् यमराज। यहाँ एउटा रोचक तर्क वितर्क सुरु हुन्छ। यमराजले भन्नुभयो, हे बालक, तिम्रो आयुको घडा भरियो। मेरो कर्तव्य हो तिम्रो प्राण लैजानु। तर मार्कण्डेयले शिवलिङ्गलाई झन कसेर अँगालो हाले। यमराजले आफ्नो पासो फ्याँक्नुभयो, तर त्यो पासोले मार्कण्डेयलाई मात्र होइन, ब्रह्माण्डका स्वामी महादेवको प्रतीक शिवलिङ्गलाई पनि छोयो। बस त्यही क्षण एउटा यस्तो विस्फोट भयो जस्तो कि हजारौं सूर्य एकै पटक उदाएका हुन्। शिवलिङ्ग फुटेर काल रूपी शिव प्रकट हुनुभयो। शिवको क्रोध यस्तो थियो कि यमराज पनि काप्न थाले। शिवले हुङ्कार गर्नुभयो, जसले मेरो शरण लिएको छ उसलाई छुने अधिकार तिमीलाई कसले दियो? त्यही रणभूमिमा मार्कण्डेयको मुखबाट एउटा मन्त्र निस्कियो, जुन आज हरेक हिन्दूको घरमा सङ्कटको बेला जपिन्छ। ओम त्रं
त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् उर्वारुकमिव वन्दनामृत्योर्मुक्षीय मामृतातुम्। अर्थात्, हे तीन आँखा भएका महादेव, हामी तपाईँको वन्दना गर्छौँ। जसरी एउटा पाकेको काँक्रो लहराबाट सजिलै छुटिन्छ, त्यसरी नै हामीलाई यो मृत्युको बन्धनबाट मुक्त गराउनुहोस्, तर अमरताबाट टाढा नराख्नुहोस्। महादेव प्रसन्न हुनुभयो र मार्कण्डेयलाई चिरञ्जीवी हुने वरदान दिनुभयो। यमराजले पनि हार स्वीकार्दै भन्नुभयो, मार्कण्डेय, अब तिमी मेरो अधिकार क्षेत्रबाट बाहिर छौ। साथीहरू, मार्कण्डेय ऋषिको यो कथाले हामीलाई एउटा ठुलो व्यवहारिक पाठ सिकाउँछ। डर मृत्युको होइन, डर त अपूर्ण जीवनको हुनुपर्छ। मार्कण्डेयले 16 वर्षमै त्यो ज्ञान पाए जुन मान्छेले 100औं वर्षमा पनि पाउँदैन। आज पनि सप्त ऋषिहरूमध्ये एक मानिने मार्कण्डेय ऋषि हाम्रो बीचमा अदृश्य रूपमा जीवित हुनुहुन्छ भनिन्छ। तपाईलाई यो कथा कस्तो लाग्यो? के तपाईलाई पनि लाग्छ कि साँचो विश्वासले असम्भवलाई सम्भव बनाउँछ? कमेन्टमा महाकाल लेखेर आफ्नो उपस्थिति जनाउनुहोला। यस्तै मन्त्रमुग्ध पार्ने कथाहरूका लागि सनातन टेल्सलाई माया गरिरहनुहोला। जय शम्भु, जय महादेव, जय भोलेनाथ।